गाइज नेपालको एउटा यस्तो केटी उसको बिहे भइसकेको हुन्छ। उसलाई अनलाइन गेमहरू एकदमै मनपर्छ त उसले क्लास अफ क्लान गेम खेल्ने गर्थ्यो। एक दिन उसको भाइले फ्री फायर गेम खेलेको देखेर उसलाई नि फ्री फायर गेम खेल्न मन लाग्छ। त्यतिखेर सिजन 1 को जमाना चलिरहेको थियो त टप अप गर्ने पसलहरू पनि हुन्थेन। उसको अर्को भाइ इन्डियामा हुन्छ त उसलाई टप अप गरेर इलाइट पास निकाल्दिने गर्थ्यो। उसको फ्रेन्ड लिस्टमा साथीहरू पनि धेरै नै भइसकेको हुन्थ्यो। उसको फ्रेन्ड लिस्टको साथीले उसलाई तिमी भन्नेले पनि बिहे गरिसकेको थाहा पाइसकेपछि उसलाई तपाईँ हजुर दिदी भन्न थाल्छ। एक दिन उसको बुढा काम सकेर छुट्टीमा घर आएको हुन्छ। उसको बुढीले गेम खेलेको देखेर उसको बुढालाई रिस उठ्दैन, अझ खुसी हुँदै भन्छ यो कुन गेम हो यस्तो बोलेर खेल्ने मिल्ने, मलाई पनि खेल्न सिकाइदेऊ न। त्यहाँदेखि उसको फ्यामिलीले नै फ्री फायर गेम खेल्न थाल्छ। केटी पुरानो प्लेयर हुनुको कारणले उसको साथीहरूले युट्युब च्यानल खोल्नु भन्छ तर उसले नाइ भन्छ। यो कुरा सुनेर उसको बुढालाई रिस उठेर उसको बुढीको फोन खोजेर उसको बुढाले युट्युब च्यानल खोलिदिन्छ। अहिलेको समयमा उहाँको 2 लाख भन्दा पनि धेरै सब्स्क्राइबर छ। उहाँको नाम भन्नुभन्दा अगाडि मेरो एउटा सानो रिक्वेस्ट छ, यदि हजुरहरू नेपाली हो भने भिडियो लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। जस गाइज उहाँ रिजनको टपमा पुगेर नेपाललाई रिप्रेजेन्ट गर्नु भएको थियो। उहाँ रोयल गोर्खा गिल्डको आरजी बेला हुनुहुन्छ। सो आजलाई यति नै। भिडियो कस्तो लाग्यो लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु। थ्याङ्क यू गाइज। जय नेपाल।